हजुरको चाहिँ म धेरै दिन पछाडि चाहिँ है हजुरको घुम्न गइरहेको थिएँ कि पाइलट बाबातिर है सर्ट टुर 200 रुपियाँको पेट्रोल हालेर यहाँ चाहिँ एउटा एकदम डरलाग्दो घर देखेँ क्या भग्नावशेष होइन भुइँचालोमा भत्क्या हो कि थाहा भएन यहाँबाट अब एकदम चढ्न एकदम गाह्रो थियो है म चाहिँ यहाँबाट जम्प गरेँ क्या पहिला सुरुमा है जम्प गरेर मैले यसो हेरेँ होइन आमा कस्तो डरलाग्दो किसिमको क्या घर होइन सबै अस्तव्यस्त छ होइन यहाँभित्र त के रहेछ क्या म देखाउँदैछु है हजुरलाई होइन हेर्नु आमा पुरै भत्केको छ है त्यहाँ दली नै पुरै भाष्य लास्तो क्या माथि चढ्दाखेरि होइन हजुरको अनि यतातिर आएँ यसो हेरेँ होइन अब यी डरलाग्दो भूत पनि छ कि जस्तो लाग्ने क्या डर पनि लाग्ने है सो तलतिर हेरेको त्यहाँबाट लड्यो भने त टाउको फुट्छ उचाल्ने मान्छे पनि कोही हुँदैन होइन हात खुट्टा भाँच्यो भने यसो हेर्नु त यहाँबाट बाहिरको नजारा कति राम्रो छ कति बवाल ठाउँ छ क्या तर भित्र चाहिँ एकदम डरलाग्दो छ है डरलाग्दो छ है अनि यसो तल पनि जानुपर्छ जस्तो लाग्छ है मलाई अनि यसो हेरेको तल गएर हेर्दाखेरि त घ्याम्पो स्याम्पो पनि रहेछ भने एकदम घ्याम्पो एकदम राम्रो कन्डिसनमा छ होइन खजाना जस्तो लाग्यो भित्र हात हाल्न पनि डर लाग्यो है अब त्यहाँनिर सर्प पनि हुनसक्छ है एकदम मुटु कामिरहेको थियो डरले एकदम साथ छोडिरहेको थिएँ एक्लै थिएँ क्या म होइन अनि म चाहिँ ओम भूर्भुवस्वः तस्य विदुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात् भन्दै अगाडि बढ्दै थिएँ होइन बढ्दै थिएँ टक्क लाएर अब त्यहाँनिर हेर्नु कोक्रोहरू के छ है पुरा के होइन अब माथि हेर्नु न सबै अब पानी चुहिन्छ होला बर्खामा यहाँभित्र छिर्यो भने त पुरा पानी चुहिन्छ है पुरै पानी चुहिन्छ क्या हजुरको पुरै पुरानो यो कम्तीमा केही नभए पनि 80-90 वर्ष पुरानो घर चाहिँ हुनुपर्छ यहाँबाट हेर्नु भित्र कस्तो डेन्जर छ डरलाग्दो छ है एक्लै छ क्या यो घर चाहिँ माथिपट्टि रिसोर्टहरू छ वरिपरि कहीँ घर पनि छैन डाँडामा छ यहाँ माथि जान पनि एकदम तपाईँको घाँस समातेर उक्लिनु पर्ने हुन्छ है एकदम यो पाइलट बाबाको डाँडा हो है भक्तपुरमा रहेको छ हेर्न सक्नुहुन्छ सो भित्रपट्टिको हेर्नु न अब यी कस्तो डरलाग्दो छ डरलाग्दो आमामा एक्लै जाँदाखेरि त तपाईँहरूको मुटुले ठाउँ छोड्छ सो है एकदमै स्ट्रङ मान्छेहरू मात्र यो घरमा जानु होला है अब त्यहाँ फेरि अलाउड छ कि छैन म चाहिँ उताबाट अलाउड पनि गएँ है यहाँ के छ क्या सामानहरू है ढुङ्गाहरू होइन के सामान प्लास्टिकहरू ब्रिकेस पनि छ है हजुरको ब्रिकेसहरू पनि देखेँ है यो घरमा चाहिँ कोही के प्रब्लमले बिचरा छोडेको हो भुइँचालोले हो कि है अब कुनै अब प्रब्लमले हो अथवा त्यहाँनिर घर वरिपरि नआएको बाघ भालुको डरले पनि हुनसक्छ है तपाईँको छोडेर हेरेको अथवा पहिरोको डरले पनि हुनसक्छ है यहाँ हेर्नु न सामानहरू के देख्छु क्या म यतातिर है अनि सर्टकट हान्दै चाहिँ गाइज सर्टकट यो सर्टकट ठिक त होइन है एकदम प्रोफेसनल मान्छेहरूले मात्र आउनु होला यो पाइदिएर यसरी सर्टकट हान्न सक्दैन लड्न पनि सक्नुहुन्छ हामी चाहिँ अलिकति ट्रेन भएको यसरी मजाले हिँड्छौँ अलिक छड्के हिँड्नुपर्छ है हिँड्दाखेरि सिधा स्ट्रेट बाटो हिँड्नु अलिकति बाङ्गो बाटो हिँड्नुपर्छ तर कहिलेकाहीँ सिधा पनि हिँड्नुपर्छ ल बिस्तारी म आइसकेँ हजुरको डेस्टिनेसनतिर मेरो डेस्टिनेसन चाहिँ मेरो बाइक अहिलेको लागि चाहिँ सो गोप्रोमा चाहिँ चार्ज सकिरहेको थियो है मेरो लुक्स कस्तो छ भनेर हेर्न खोज्नु भएको छ भने विथ माई एन्ड्रोक स्कुटी है गोप्रो यस्तो चाहिँ ल गाइज एलेक्स टुर ब्लगमा लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला है त गर्नको लागि काठमाडौँमै जन्मेको भए पनि सो म चाहिँ छड्के हुँदै बिस्तारै